वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि तपाईँको माझमा आज चाहिँ नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ म तपाईँहरूलाई ललितपुरमा रहेको मार्बल डाँडा जुन चाहिँ एउटा घुम्नको लागि अति नै रमाइलो ठाउँ रहेको छ, अनि यो ठाउँलाई म तपाईँहरूलाई आज देखाउन चाहन्छु। हेलो सबैजनालाई, हामी कहाँसम्मको यात्रा हो? हाम्रो यात्रा कहाँसम्मको हो? मार्बल डाँडासम्म। के छ यहाँ पहिलोचोटि हो कि तपाईँहरू पहिला पनि आउनुभयो? हामी आइरहेको हो, तर आज हाम्रो यहाँ कसरी साथीहरू चाहिँ नयाँ हो। ए हजुर, अनि त्यही भएर हामी चाहिँ लगाएको। पहिलोचोटि तपाईँहरू? फर्स्ट टाइम। ल ल ल बेस, तपाईँहरू राम्रोसँग जानु होला। साथीहरू हाम्रो भिडियोलाई हेर्दै गर्नु होला। हामी चाहिँ माथि मार्बल डाँडामा पुगेपछि हामी केही मनोरञ्जन गर्नेछौँ, बाँसुरी गिटार हामी बजाउनेछौँ। यहाँ चाहिँ टिकट काट्नुपर्ने रहेछ माथि पुग्नको लागि, 100 रुपियाँ दिनुपर्ने हुन्छ। 100 रुपियाँ चाहिँ के को लागि भन्दाखेरि माथि फोहोर नफालोस् भनेर। र त्यो हामी 4-5 बजी भित्रमा यहाँ फर्की आइसक्यो भने त्यो पैसा चाहिँ फिर्ता हुन्छ र हामीले चाहिँ फोहोर यहीँ बुझाउनु पर्ने हुन्छ। यहाँ हाम्रो आन्टीहरू हुनुहुन्छ। ल टिकट हजुर होइन, तपाईँलाई राम्रो लाग्छ लाग्दैन हजुर होइन, हामीले सोच्छ वातावरण होस् भनेर चाहिँ यो गरेको छ हजुर है। तपाईँहरू खाएर त्यो प्लास्टिक जति भित्रमा खानुहोस्, बाहिरको चाहिँ प्लास्टिक जति यहाँ ल्याइदिनुहोस्। प्लास्टिक यहाँ ल्याउनु पर्यो। 100 रुपियाँ डिपोजिट गर्नुहोस् हजुर, त्यो पैसा पछि फिर्ता हुन्छ नि। ए हुन्छ, तपाईँले प्लास्टिक यहाँ ल्याएपछि पैसा दिन्छ। ए हुन्छ, हस् पनि। हामी चाहिँ यहाँ पैसा तिर्दैछौँ र यो चाहिँ पैसा हामी अहिले रौटी भन्छ यसलाई। अहिले आएपछि हामी यो पैसा फेरि फिर्ता दिनेछौँ र यो कार्ड पाइसकेको छ हामीले। यो कार्ड ओके ओके, हस् धन्यवाद। त अब चाहिँ हामी प्रवेश गर्दैछौँ यहाँबाट टक्क। यहाँनिर यो फुलचोकी वन क्षेत्रमा पाइने चराहरू भनेर यहाँनिर यो बोर्डमा टाँसिएको छ, तपाईँले देख्न सक्नुहुन्छ। यो सबै खालको यो चरा चुरुङ्गीहरू चाहिँ यहाँ पाइने गर्दो रहेछ। तिउरा, मुनाल, कालिज, फुस्रो, वनपरेवा, धर्के ढुकुर सबै पाइन्छ भाइ। हेर त्यहाँ सबै उ त्यहाँ हेर नि, देख्यो नि होइन। अब घरमै बसिराख्न पनि अलिकति बोर लाग्ने, त्यही भएर आज चाहिँ हामी यसो भाइहरूसँग मार्बल डाँडाको लागि हामी निस्केको छौँ। जस कहिलेकाहीँ हामी यसो प्रकृतिसँग चाहिँ हामी रमाउन सिक्नुपर्छ। ल बहिनीले चाहिँ यहाँ डिउ बोकेको रहेछ 1 बोतल। अब अहिले हामी गएर खानेछौँ। यस्तो चिसो तपाईँहरूलाई हजुर के भन्नु, रिमा है मेरो तर्फबाट खाना चाहनुहुन्छ भने सम्पर्क गर्नु होला। सम्पर्क गरेर यहाँसम्म आउनु पऱ्यो। सम्पर्क नम्बर पनि अहिले हामी त्यो राखिदिनेछौँ। हाम्रो शीतला बहिनीले चाहिँ मौसम एकदमै गर्मी छ साथीहरू। फाइनली हामी चाहिँ अब यो मार्बल डाँडा जाने बाटोमा आइसकेको छौँ। यो माथिको पिच रोड चाहिँ हामी यही बाटोको हुँदै गयो भने चाहिँ माथि फुलचोकी डाँडा पुगिन्छ भने यहाँनिर एउटा फुलमाया खाजा घर भनेर लेखिएको छ र यहाँबाट चाहिँ हामीले त्यसको माथिपट्टिबाट चाहिँ राइट टर्निङ गर्नुपर्ने हुन्छ। यहाँनिर नै लेखिएको छ मार्बल डाँडा जाने बाटो भनेर। मेरो नाम हो आशिष तामाङ। मेरो नाम हो रिसोल। मेरो नाम हो शीतला राई। मेरो नाम सुस्मिता राई। मेरो नाम अनिता तामाङ। हामी चाहिँ मार्बल डाँडा घुम्न आएपछि म लामा आशा तामाङ। दाइले त 5 बजाउनु भयो त। ल एकचोटि बजाएर देखाउनु पऱ्यो यहाँ। ल हाम्रो ल फुलचोकी डाँडामा आवाज आएर है। हामी
हामी आइपुग्यो होला मार्बल हेर्न सक्नुहुन्छ त्यहाँको भ्यू। Oh my god, मैले वर्क गरेँ। फाइनली हामी आइपुग्यौँ। फाइनली गाइस हामी आइपुग्यौँ। फाइनली हेलो गाइस हामी माथि आइपुग्दा चाहिँ पुरै घाम डढिसक्यो। म चाहिँ अलिक तल रातो त रातो देखिँदैछ पुरा। अलि तल हुँदैछ चाहिँ गोरो थियो माथि घामले सिकिहाल्यो बहिनी भन्दा काली भइसक्यो कालो भइसक्यो मेरो तिम्रो पनि हाम्रो बसेर खाने गन्तव्य चाहिँ आइपुगेको छैनौँ नि त त्यही भएर हो। सबैलाई